हामी शिखर नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप खुला क्रिकेट प्रतियोगिता फेरि पनि डिफेन्स गरेका छन् र 1 रन चोर्न सफल त्यहाँ। यो फाइनल खेल हो। आयोजक र दिलबेश्वर स्पोर्ट्स क्लबका दुवै टिमका खेलाडीहरू एकदमै अनुभवी खेलाडीहरू हुनुहुन्छ। प्रथम पुरस्कार 1,11,111 रहेको छ। 2 गतेबाट सुरु भएको खुला क्रिकेट प्रतियोगितामा 27वटा टिमले प्रतिस्पर्धा गरेका थिए। यो अन्तिम फाइनल खेल भइरहेको छ। फेरि हान्ने प्रयास थियो तर त्यहाँ स्लिपका खेलाडीले क्षेत्रबाट बचाउनु भएको छ। टस जितेर दिलबेश्वर स्पोर्ट क्लबले ब्याटिङ गरिरहेको छ। कति भयो टाइमले? 4-5 धेरै नै बोले भएको प्राइज भनेको। ओहो बापरे एकदमै राम्रो पेस दियो ब्याट्सम्यान अक्क न मक्क र ओभरको समाप्ति 2 ओभर सकिए लगतै 1 विकेट गुमाई 5 रन जोडेको छ टिम दिलबेश्वर स्पोर्ट क्लबले। र सुगम साउद अन स्ट्राइकमा हुनुहुन्छ र फेरि आफ्नो दोस्रो ओभर लिएर आइस द्वारिया अलराउन्डर प्लेयर हुनुहुन्छ उहाँ। टोटल वाउ धेरै राम्रो बलिङ फेरि पनि डट बल। यो गेम हरिहर माध्यमिक विद्यालय तलकुटको प्राङ्गणमा भइराखेको छ। अब आउने हो चौथोमा आउने हो। वाउ फेरि उत्कृष्ट बलिङ। ब्याट्सम्यानको जजमेन्ट गर्न सक्नु भएन र बिना कुनै रन किपरको हातमा बल र बिहान 7 बाख्रा हिँडेर साँझ 7 बजी बाख्रा हिँडेर फेरि पनि मिडनको क्षेत्रतिर 4 रनको लागि खेलिदिएका छन् त्यहाँ सुमन साउदले। र अजय माझी अन स्ट्राइकमा हुनुहुन्छ फेरि। अजय माझी होइन स्ट्राइकमा ए सरी स्ट्राइकमा फेरि पनि सुमन साउद सुगम साउद। ओहो स्कुप शट खेलेका छन् त्यहाँ सुगम साउदले 4 रनको लागि फ्लिप शट। सुगम साउदद्वारा एकदमै राम्रो प्रहार र आफ्नो टिमलाई 4 रन दिलाएका छन्। राम्रो डिफेन्स गरेका छन् फेरि र आयुष द्वारेद्वारा फेरि टिमलाई डट बल दिलाएका छन्। र
तेस्रो ओभरको समाप्तिसँगै 1 विकेट गुमाई 13 रन जोडेको छ दिलपेशोरले। 5 थियो नि त 8 14 नम्बर वाला कहाँ गयो यो 14 तिलदालीको आइसक्नु भएको छ। पछि त हामी त उनले आज फाइनलमा देखाउँछ रे किशोरले हिजो अस्ति राम्रो खेल्यो। प्रहार दियो अम्पायरको इसारा कुनै पनि रहेन। ब्याटमा लाग्यो हो कट्याक्क भार त ब्याटमा लागेको जस्तो थियो। ब्याटमा लाग्यो गइसकेको थियो यही शून्य पडाको भएको ब्याट बेजमा लागेको जस्तो थियो तर हो त्यो त ह्यान्डलको ठाउँमा लाग्यो हो के र अम्पायरको कुनै पनि इसारा रहेन। त्यहाँ जोरदार अपिल थियो। ह्यान्डमा लाग्यो साथीहरु घेराबन्दा कुन्दा एरियामा लाग्यो आउट हो भन्ने आवाज आयो र पोइन्टको क्षेत्रतिर खेलिदिएका छन्। बसेको छ त्यहाँ 4 रनबाट बसेको छ 1 रनको लागि मात्रै पनि राम्रो भइरहेछ भाइ। पटकायो जित्यो भए त अरू कोही पटकिँदैन खेल राम्रो हुनु पर्यो। लङ्गनको क्षेत्रतिर प्रहार गरेका थिए र 1 रनको लागि मात्रै खेलेका छन् त्यहाँ खेलाडीले। ठिकै छ डिस्टर्ब भएन लाग्न दिनु भएन नि त मिल्दैन उसरी। बोल्ड आउट फेरि तपाईले प्रकाश जोशीले बोल्ड आउटको उपाधि जित्नु भएको छ र उक्त पुरस्कार आदरणीय हाम्रा इन्जिनियर साहब हुनुहुन्छ गणेश रावलज्यूले प्रदान गर्नुभएको छ। बधाई छ प्रकाश जोशीलाई बोल्ड आउट गर्नुभएकोमा। जय श्रीरामको नारा लगाउँदै टिम शिखर बहुद्देश्यका खेलाडीहरू र 2 विकेट गुमाइसकेको छ टिम दिलपेशोरले। अजय माझी आउट भएको हैन प्रकाश जोशी त्यो को थियो भन्दैन प्रकाश नयाँ ब्याट्सम्यान जर्सी देखाइदिनु होला। के र न फाइन लेगको क्षेत्रतिर 4 रनको लागि पहिलो बलमै खेलेका छन् सागर साउदले। चौका सम्पूर्ण छोडाउने ठाउँ चाहिँ फेरि पनि डिफेन्सिभ मोडमा त्यहाँ बिना कुनै रन डट बलको रूपमा र ओभरको समाप्ति भइसकेको छ। 4 ओभर सकिए लगत्तै 2 विकेट गुमाई 19 रन जोडेको छ टिम दिलपेशोर स्पोर्ट क्लबले र हामीमाझ यस नगरपालिका शिखर नगरपालिकाका नगर उपप्रमुख आदरणीय सुनिता रावल जोराज्यू आइसक्नु भएको छ। हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ र आसन ग्रहणको लागि मञ्चतिर सरिक भइदिनको लागि आग्रह गर्न चाहन्छौँ। र 5 ओभरको लागि सबिन महारा टिम क्याप्टेन हुनुहुन्छ र राम्रो बलिङ गर्न सक्ने क्यापेबल भएका खेलाडी महारा 5 ओभर लिएर प्रहार थियो तर मिड विकेटका फिल्डरले फेरि रोकेका छन्। त्यहाँ कुर्सी एक व्यवस्था
यो फिल्डरको रिक्वेस्ट अनुसार आदरणीय पवन महाराजज्यूलाई बाहिरबाट लाइभ गरिदिनु होला भन्ने आग्रह। प्रहार थियो केवल 1 रनको लागि। लङ रनको क्षेत्रतिर 1 रनको लागि फिल्डर मौजुद हुनुहुन्थ्यो त्यहाँ र केवल 1 रन गर्ने मुडमा हुनुहुन्थ्यो डट बलको रूपमा। सबिन मारा आफ्नो टिमलाई फेरि डिफेन्स गर्ने मुडमा हुनुहुन्थ्यो र 1 रनको लागि खेलेका छन् सागर साउदले। सुगम साउद फेरि पनि स्ट्राइकमा हुनुहुन्छ। प्रहार थियो, क्याच हुन सकेन। मिस फिल्डिङको बावजुद केवल 2 रन प्राप्त गरेको छ। सुगम साउदले आफ्नो टिमको लागि 2 रनको लागि खेलेका छन्। ओभरको समाप्ति भइसकेको छ। 5 ओभर सकिए लगत्तै 2 विकेट गुमाए 24 रन जोडेको छ दिलपेशोर स्पोर्ट क्लबले। पावर प्लेको समाप्ति भइसकेको छ। र 6औं ओभर टिमको र आफ्नो पहिलो ओभर लिएर रूपक बलाएर आइसक्नु भएको छ। रनअप बिग्रियो। रूपक बलाएर आफ्नो पहिलो ओभर र टिमको 6औं ओभरको लागि पावर प्लेको समाप्तिपछि रूपक बलायर बलिङ गर्दै सिधै बल, पहिलो बल सिधै डन्डामा लागेर गिल्ली उखालिदिएका छन् त्यहाँ रूपक बलायरले र आउट हुन पुग्नुभयो त्यहाँ। सागर साउदको विकेट जान पुगेको छ र नयाँ ब्याट्सम्यान क्रिज प्रवेश गर्दै दिलपेशोर स्पोर्ट क्लबका खेलाडी 3 विकेट गुमिसकेको छ। जर्सी देखाइदिनु होला। दिलीप माझी नयाँ ब्याट्स राम्रो छ यार, मान्छेले राम्रो छ। फेरि पनि एकदमै राम्रो पेस थियो। आउट हुन सक्थ्यो, रन आउट र रन चोरेको छन् 1 रन टिमका लागि। यो त आर्मी हो भन्नु त खतरा बोलिङ गर्छ यो। वाउ, राम्रो बल थियो तर वाइड हुन पुगेको छ र 1 रन फेरि दिलपेशोरलाई। दिलपेशोर ओहो, डिफेन्स मोडमा हुनुहुन्थ्यो। ओहो, ब्याड लक, क्लियर रन आउट थियो तर त्यहाँ बल कलेक्ट गर्न सकिएन। राम्रोसँग छिटो थ्रो भएन र भाग्यशाली खेलाडी सुगम साउद र स्ट्राइकमा दिलीप माझी।
एउटा फेमस खतरा छ यार फेरि पनि यर्कर बल थियो र रन आउन सकेन। फेरि पनि प्रहार थियो बिना कुनै सम्पर्क। किपरको पन्जामा बल र ओभरको समाप्ति 6 ओभर सकिए लगतै 3 विकेट गुमाई 27 रन बनाएको छ दिलपेशोरले। 36 बलमा 27 रन जोडेको छ। अब आउने हो चौथोमा, यो आउट भयो चाहिँ चौथोमा या पाँचौँमा लिएर आइसक्नु भएको छ सबिन मारा। राम्रो फिल्डिङ थियो र 1 रनको लागि खेलेका छन् सुगम साउदले। कला देखाउने ग्राउन्डमै हो खेलाडीले हो। ओ जोरदार प्रहार दियो, सम्पर्क हुन सकेन र व्हाइटको इशारा अम्पायरद्वारा व्हाइटको इशारा र 1 रन टिम दिलपेशोरलाई। र मिसअन्डरस्ट्यान्डिङ ब्याट्सम्यानद्वारा र 1 विकेट फेरि गुमाउनु पुगेका छन् दिलपेशोरका खेलाडी र सुगम साउद आउट हुनुभएको छ रन आउटको रूपमा। सुगम साउद आउट हुनुभएको छ। स्ट्राइकमा दिलीप माझी। 4 हो यो 7 ओभर सकिया हो र कहाँ सकिया छ? 4 विकेट। एक नंबर धीरेन्द्र भण्डारी नयाँ ब्याट्सम्यानको रूपमा नन स्ट्राइकमा हुनुहुन्छ। स्ट्राइकमा दिलीप माझी हुनुहुन्छ। प्रहार थियो लङ्घनको क्षेत्रतिर र केवल 1 रनको लागि खेलेका छन् दिलीप माझीले। डिफेन्स गर्दै पहिलो आफ्नो बललाई सम्मान दिँदै बलरलाई बलिङलाई र डिफेन्स गरेका छन् त्यहाँ र सबिन मारा टिम क्याप्टेन बलिङ गर्दै टिम शिखरबाट। प्रहार दियो, छक्का हाल्ने सम्पर्क हुन सकेन, सिधै बल ग्लोभ्समा। बन्द गरिदिनु होला, त्यहाँ नखेल्नु होला। फेरि कभरको क्षेत्रतिर खेलेका थिए, कलेक्ट गर्न सकेन र 1 रन चोरेको छ त्यहाँ मिडलको क्षेत्रतिर। कभर पोइन्टको क्षेत्रतिर 1 रनको लागि कलेक्ट गर्न सकेन। सुचारू हुनेछ सधैँका वर्ष जस्तै हुनेछ। त्यसकारण यो खेलको मैदान अलिकति अव्यवस्थित भएका कारण सम्पूर्ण स्थानीय सरकारका पदाधिकारी जीवहरूलाई हामी सूचित गर्न चाहन्छौँ। प्रहार दियो लेग साइडको क्षेत्रमा केवल 1 रनको लागि। अध्ययन जादु 20,000 1 करोड लगाइदिनु।
फेरि पनि राम्रो बोलिङ गर्दै रूपक बलायर सबै खेलाडी एकदमै पेस बलर हुनुहुन्छ हाई स्पिडमा जजमेन्ट गर्न गाह्रो भइरहेको छ ब्याट्सम्यानहरूलाई फेरि प्रहार थियो सम्पर्क हुन सकेन ब्याट र बल कनेक्ट भइरहेको छैन टिम दिलपेशरको लागि ओहो कभरको क्षेत्रतिर राम्रो रनिङ छ र आउट हुन सक्दै कलेक्ट गर्न सकेन र 2 राउन्ड चौरेका छन् एकदमै राम्रो रनिङ बिट्विन द विकेट फेरि प्रहार जारी छ स्ट्रेट ड्राइभ खेलेका छन् 1 रनको लागि खेलेका छन् त्यहाँ स्ट्रेट ड्राइभ खेलेका छन् ग्राउन्ड शट एकदमै सेफ शट थियो तर राम्रो छक्का एक लाग्ने फेरि पनि प्रहार थियो बल एकदमै ड्रप भएर र बल सिधै किपर भन्दा माथि गएर क्याच गर्न सकिएन र 1 रनको लागि ओभरको समाप्ति 8 ओभर सकिए लगतै 4 विकेट गुमाई केवल 36 रन जोडेको छ टिम 8 ओभर 36 मात्रै दिलपेशर स्पोर्ट क्लबको केवल 36 रन 8 ओभरको समाप्तिसँगै 4 विकेट गुमाई विकेट पनि 4 गयो के 2 ओभर फाल्दै सकियो कन्टेन गाउँबाट हामीले 9 नम्बरसम्म ब्याटिङ बलिङ गएको छ नि त अहिले थाहा छैन बलिङ धेरै राम्रो गराएको धीरेन्द्र भण्डारी उपेन्द्र मल्ल र स्ट्राइकमा हुनुहुन्छ उपेन्द्र मल्ल लोकल स्टेडियम आफ्नो गृह मैदानमा यो ग्राउन्डसँग र उपेन्द्र मल्ल 9 ओभर लिएर आफ्नो घरेलु मैदानमा बलिङ गर्दै हुनुहुन्छ राम्रो बलिङ उपेन्द्र मल्लद्वारा ब्याट र बलको कुनै बोलै चाल बन्द भएको अवस्था यति बेला हामी देख्न सक्छौँ सम्पर्क विहीन अवस्थामा ब्याट र बल जाहिर खानको जस्तो बोलिङ एक्सन छ लेफ्ट आर्म बलर हुनुहुन्छ र राम्रो बलिङ गर्दै निकाल है जा प्रहार थियो लङ्गनको क्षेत्रतिर 1 रनको लागि खेलेका छन् धीरेन्द्र भण्डारीले त्यसै गरी दिलीप माझी स्ट्राइकमा हुनुहुन्छ सब गेममा छ यार यो खतरा प्रहार थियो जोरदार अपिल तर अम्पायरको कुनै पनि इसारा रहेन त्यहाँ नट आउटको इसारा अम्पायरद्वारा प्रहार थियो फिल्डरको नजिक गएर क्याच गरेका छन् 2 नम्बर जर्सीका खेलाडी 1 विकेट फेरि घुम्न पुगेको छ दिलपेशर स्पोर्ट क्लबको र एकदमै राम्रो फिल्डर गर्दै शङ्कर बोहरा राम्रो क्याच गरेका छन् त्यहाँ लङ्गनको क्षेत्रतिर र नयाँ ब्याट्सम्यान सुनिल साहु नयाँ ब्याट्सम्यानको रूपमा मैदानमा प्रवेश गर्दै हुनुहुन्छ 9 ओभर हो नि जित्न लाग्यो 9 ओभर 37 तै मुन्डामा हार्दिएपछि हो राम्रो लेन्थ र लाइनमा बल दियो जजमेन्ट गर्न सक्नु भएन र विकेटको नजिकैबाट सिधै विकेट किपरको हातमा बल गेमको नियम उल्लङ्घन भएको छ
जुरो गिल्ला पल्ले दाइ तोइना दाइ सँगै गजल गाउन थाहा पहिला पत्रकार बन्धु ग्राउन्ड लाइनभन्दा बाहिर आएर भिडियो बनाउने ओ प्रार्थी हो फाइन लेगको क्षेत्रमा बल गएको छ र 4 रनको लागि र ओभरको समाप्ति 9 ओभर सकिएसँगै 5 विकेट गुमाई टिम दिलपेशोरले 41 रन जोडेको छ 9 ओभरको समाप्तिसँगै 5 विकेट गुमाई 41 रन जोडेको छ स्ट्राइकमा सुनिल साहु राम्रो पेसमा बल थियो आयुष केमै बादिन थाहा भन खाली खेल क्रिकेट हेर्नु यो पत्रकार बन्धु बाहिर आउ भन्नु अरे गरिन के डिस्टर्ब नभए थियो अरूले भिडियो बनाए भएर दिदे के र डिफेन्स गरेका छन् अरे खेलाडीले नै डिस्टर्ब नै बनाएको थियो खेलाडीले नै भन्छ क्या फोटो देखिलो भने एउटा अनमूल्य हो भिडियो चाहिन्छ केटाहरुलाई नि ठीक छ अरूले बनायो भने 182 कमेन्ट हेर यिनीहरु क्रिकेट खेलाउने भन्ने हो अब हुँदैन अब रन गाउने केटाहरु ओ सम्पर्कविहीन बल ब्याट र बलको सम्पर्क रहेन उत्कृष्ट बलिङ गर्दै आयुष द्वारिया र स्ट्राइकमा सुनिल साहु छक्का र चौका बर्साउन सक्ने क्षमतावान खेलाडी सुनिल साहु बोलिङ तगडा ब्याटिङ ल त 8 नम्बरसम्म खेल्न एक ब्याटिङ कम छैन जित्छन् आयोजकले जित्नै पर्छ तगडा पनि हुनुहुन्छ न एकदम गेम पनि फेयर हो फेरि डिफेन्स गर्दै 1 रनको लागि सुनिल साहु मिडनको क्षेत्रतिर ट्रफी डिस्ट्रिब्युसन सेरेमनीमा राख्नु जनप्रतिनिधिज्यूहरूलाई ल नगरपञ्च पनि आयो भन्नु पर्यो वाउ फेरि ओ मिसफिल्डिङ र रन बचाउन सफल एकदमै राम्रो फिल्डिङ गर्दै शङ्कर बोहरा एकदमै राम्रो फिल्डिङ गरिराख्नु भएको छ टिमको लागि स्पिन बलले फाल्यो एक ओभरमा 30-32 झाड्दिने ड्युज बलले खेल्यो के पो धमला भन्ने हराइगयो चेल्दा स्पिन बलर फेरि पनि स्लिपमा बल गएको छ बिना कुनै रन ओभरको समाप्ति 10 ओभर समाप्ति 10 ओभर सकिए लगत्तै 5 विकेटमा केवल 44 रन जोडेको छ टिम दिलपेशोर स्पोर्ट क्लबले र यो समय ड्रिङ्क्स ब्रेकको रहनेछ सँगै 5 विकेट गुमाई 44 रन जोडेको छ दिलपेशोर स्पोर्ट क्लबले र फेरि आफ्नो ओभर लिएर आइसक्नु भएको छ 11 ओभरको लागि प्रकाश जोशी हो कुनै पनि सम्पर्क रहेन त्यहाँ राम्रो पेसमा बलिङ गर्दै प्रकाश जोशी एकदमै धुरन्धर बलर हुनुहुन्छ र यो खेलको प्रथम मेयर कप क्रिकेट खुल्ला क्रिकेट प्रतियोगिताको प्रथम हुने टिमलाई 1,11,111 धनराशि प्रदान गरिनेछ कर्कटी सहित गरिनेछ कसैको मन लागो भन्यो कि कसैले कसै मन लागो पुरानीको बुवा त्यसै गरी द्वितीय हुने टिमलाई 51,111 रुपियाँ करकट्टी सहित प्रदान गरिनेछ आदरणीय कशिश मल्लका बुवा हुनुहुन्छ खड्गबहादुर मल्लजी समाजसेवी व्यक्तित्व उहाँले घोषणा गर्नुभएको थियो र अब भने प्रकाश जोशीद्वारा एकदमै उत्कृष्ट बलिङ हुँदै र स्ट्राइकमा सुनिल साहु प्रहार थियो लेग साइडको क्षेत्रतिर केवल 1 रन अहिलेसम्म कुनै पनि छक्का रहेको छैन सायद र छक्का र चौकाको बर्सात गर्नुपर्ने आवश्यकता टिम
दिलपेशोरलाई र विकेट लिन पर्ने आवश्यकता टिम शिखर बहुद्देश्य युवा क्लबलाई। प्रथम मेयर कप खुल्ला क्रिकेट प्रतियोगिता हामीले 2 गते उद्घाटन गरेका थियौँ भने आज 10 गते 2 दिन 5 गते र 6 गते पज गरेका थियौँ त्यसलाई हामीले र फेरि 7 गतेदेखि आजको यात्रा तय गरेका छौँ। राम्रो फिल्डिङ गर्दै बसाएका छन्, चौका हुन सक्थ्यो। र हाम्रो खेलमा लगभग 25-26 वटा टिम सहभागी भएका थिए। त्यो सङ्घर्षपूर्ण यात्रालाई तय गर्दै 2टा टिम फाइनलमा खेलिरहेका छन्। अहिले सम्पूर्ण टिमहरूलाई पराजित गर्दै 2 टिम फाइनलको लागि यो रमाइलो खेलको लागि हामी सम्पूर्ण महानुभावहरूलाई पनि दर्शक महानुभावहरूले पनि साथ दिनुभएको छ। वाउ खतरा बलिङ पोइन्टको क्षेत्रतिर खेल्दै थिए र एक्स्ट्रा र स्ट्राइकमा फेरि सुनिल शाह हुनुहुन्छ। यहाँ उगतला आज बन्द गर्थ्यौ क्यों ना हम क्यों ना गाली ना बोलेलाई मेरो लाइभ सधैँ तुम हेर्दा गएको राम्रो प्रहार बाउन्ड्री बचाउन सक्नु भने 4 रनको लागि खेलिदिएका छन्। सिधै स्ट्रेट सुनिल साहुद्वारा टिमलाई अलिकति सान्त्वना दिलाउँदै 4 रनको लागि खेलिदिएका छन्। राम्रो खेलाडी हुनुहुन्छ उहाँ। यस पूर्व भएको खेलमा 1 म्यान आर्मीको भूमिका निर्वाह गरी टिमलाई फाइनल प्रवेश गराएका थिए। धेरै धेरै राम्रो खेल, रोमाञ्चक खेलको लागि दर्शक हो डिफेन्सिभ मोडमा एक डाइरेक्ट हिट रहेको छ र 1 विकेट जान पुग्यो। फेरि धीरेन्द्र भण्डारीको रूपमा विकेट गुम्न पुगेको छ यहाँ टिम दिलपेशोर स्पोर्ट क्लबको र 6 विकेट गुमिसकेको छ दिलपेशोरको र एकदमै राम्रो थ्रो गरेका थिए त्यहाँ खेलाडीले। पत्रकार ऋषि मलाई भाइ गयो ग्राउन्डमा योगेश सुतारा हो भने अहिले थाहा हुने र डाइरेक्ट हिट लामो थ्रो थियो, सिधै डन्डामा प्रहार गरेका छन् र टिमलाई 1 विकेट दिलाएका छन् शिखरका खेलाडीले। र नयाँ ब्याट्सम्यान 19 नयाँ 13-19 अरे नयाँ भने 13 कति हो र राम्रो थ्रो गरेका थिए दीपक टमटाले, उत्कृष्ट ब्याट्सम्यान मा लगाइसक्नु भएको छ। 11 ओभरको लागि सिधै बाउन्ड्री भन्दा बाहिर प्रहार गरेका छन्। छक्का पहिलो चौका र छक्का प्रहार गरेका छन् क्षमतावान खेलाडी सुनिल साहुद्वारा। फेरि पनि प्रहार गरेका छन् लगअफको क्षेत्रमा, 1 रनको लागि खेलेका छन्। स्लिपको हातमा बल र कलेक्ट गर्न सकेन। राम्रो स्ट्रोक गरेका छन् त्यहाँ टिमलाई बचाउँदै र रन पनि दिलाउँदै सुनिल। डिपिएलमा कमेन्ट्री गराउनुपर्छ। वाउ आउटको इसारा अम्पायरद्वारा कट लागेको थियो सानो र सिधै किपरको हातमा बल र विकेट गुम्न पुगेको छ त्यहाँ। सुनिल साहुको रूपमा 7औं विकेट गइसकेको छ, केवल 3 विकेट बाँकी र अहिलेसम्म 12 ओभर चलिरहँदा
बाहिरी केवल 60 रन जोडेको छ र 7 विकेट गुमाउन पुगेको छ टिम दिलपेश्वर स्पोर्ट क्लबले। टोका पनि प्रहार गर्नु भएको थियो। 60 चौका र छक्का प्रहार गर्ने एकमात्र खेलाडी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भएको छ, आउट हुनु भएको छ। उपेन्द्र मल्लद्वारा एकदमै राम्रो बलिङ थियो। पूर्व ओभरमा पनि यो यस पूर्व बलिङ गर्नुभएको ओभरमा पनि एक विकेट दिल। कसले के साउन्ड सुनिल साहुले 16 रन प्रदान गरी टिमलाई दिलाएका थिए र आउट हुन पुगे दुर्भाग्यवश। र 61 रन बनाएको छ टिम दिलपेश्वर स्पोर्ट क्लबले। र नयाँ ब्याट्सम्यानको रूपमा भेषराज साउद। भेषराज साउद अन स्ट्राइक र नन स्ट्राइकमा अंकित नेपाली। राजु मल्लले एकदम तपाईलाई मिस गरेको छ भने देखाइदिनुस् भन्नु आजमा अलि पाउडर ला कलम दुबईबाट लाली पाउडर रोयल फ्यामिली हो यार, कस्तो कुरा गर्छ यार। रोयल फ्यामिलीबाट के छ र रूपक बलायर। ओहो वाउ 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 रूपक बलायर पहिलो बलमै विकेट डन्डा उखाल्दै अघिल्लो फर्स्टै बलमा ल्यायो अहिले बोल्ड हैन। धेरै राम्रो बलिङ गर्दै रूपक बलायर एकदमै हाई पेसमा बल थियो र सिधै गिल्ली उखालिदिएका छन् त्यहाँ र विकेट जान पुगेको छ र 8 विकेट गुमिसकेको छ केवल 61 रनमा। होइन हुँदैन फाइनलमा यहाँ पैसा दिइसकेको छ। 8 विकेट गुमाउँदै 61 रन लिएको छ। र नयाँ ब्याट्सम्यान जर्सी देखाइदिनु होला। दिपेश नेपाली राम्रो बलिङ गर्नुहुन्छ दिपेश नेपाली र अन स्ट्राइकमा हुनुहुन्छ अहिले। दाजु त्यो लेखेको छ भने पहिलो विकेट कसले लियो ल ठिक छ। अब पछि छक्काको पछि रूपक बलायरको एकदमै राम्रो पेस बलिङ थियो र विकेट फेरि पनि डट बलको रूपमा ब्याट्सम्यानलाई हम्मे हम्मे पारेका छन् यो जम्बो। भट्टीमा दिए नगद ल्या प्रचार गरिदिन्छ, उधारको हुँदैन सिधै हो कुरा। राम्रो प्रहार थियो र सम्पर्कविहीन अन्धाधुन्ध प्रहार थियो तर सम्पर्क हुन सकेन ब्याटर बलको र डट बलको रूपमा। फेरि पनि प्रहार थियो। ओहो कलेक्ट गर्न सकिएन र 4 रन बाइको लागि 4 रनको लागि कलेक्ट गर्न सकेन। बल एकदमै ग्राउन्डमा थियो र 4 रन गएको छ त्यहाँ बााउन्ड्रीभन्दा बाहिर। एकदमै उत्कृष्ट बलिङ हुँदाहुँदै दुर्भाग्यवश बल एकदमै लो थियो, कलेक्ट गर्न सकिएन। फेरि प्रहार थियो मिड विकेटको क्षेत्रतिर। ओहो खुट्टाको मुनिबाट बल क्रस र 1 रनको फाइदा फेरि दिलपेश्वरलाई। रन कम छन् न तपाईँ ओभर स्टाइल दिपेश नेपाली फेरि पनि स्ट्राइकमा र नन स्ट्राइकमा अंकित नेपाली। ओभर सकिएपछि सुरेन्द्र मल्ल वरिष्ठ खेलाडी कहाँ हुनुहुन्छ मञ्चमा आइदिनु होला। ओ अझ प्रहार थियो तर सम्पर्क हुन सकेन। ओभरको समाप्ति कति ओभर सकियो 13 ओभरको समाप्तिसँगै 8 विकेट गुमाए 67 रन बनाएको छ 67 रन
8 विकेटको क्षति र 14 ओभरमा अब हामी प्रवेश गर्दैछौँ र सबिन महाराज 14 ओभरको लागि बलिङमा आइसक्नु भएको छ। र अंकित नेपाली स्ट्राइकमा हुनुहुन्छ। राम्रो प्रहार गरेका छन्, के हुन्छ? ओ राम्रो जम्प थियो तर रेन्ज भन्दा बाहिर छक्काको लागि खेलिदिएका छन् त्यहाँ अंकित नेपालीले। लङ अफको क्षेत्रमा 6 रनको लागि अंकित नेपालीद्वारा 6 रन आफ्नो टिमलाई केही एक गेम खेला 25 हो छ अफ साइडको क्षेत्रतिर खेलेका थिए र मिस अन्डरस्ट्यान्डिङ थियो त्यहाँ। राम्रो लङ अफको क्षेत्रतिर र ओ बचाउन सफल। वाउ एकदमै राम्रो फिल्डर, उत्कृष्ट फिल्डर, लाइनको नजिकै थिए र बचाउन सफल। शङ्कर बोरा राम्रो फिल्डिङ गर्नुभएको छ, अहिलेसम्म क्याच गर्नुभएको छ। असम्भव जस्तो देखिने 4 रनको लागि 2 रन बचाएका छन् टिमलाई। ह्युज 6 ल गगनचुम्बी छक्का प्रहार गर्दै दिलपेश्वरका खेलाडी धेरै लामो छक्का थियो त्यो, सिधै भवनको माथि फेरि पनि प्रहार दियो अन्धाधुन तर सम्पर्क हुन सकेन। दिपेश नेपाली झुक्किन पुग्नुभयो त्यहाँ र ओभरको समाप्ति। 14 ओभर सकिएको छ र अन्तिम ओभर रहेको छ र 8 विकेट गुमाई 82 रन जोडेको छ टिम दिलपेश्वरले। अब लास्ट ओभरमा कति रन लिन सक्नुहुन्छ हामी अनुमान लगाउन सक्छौँ। 82 रन 82 रन 8 ओभरको के अरे 14 ओभरको समाप्तिसँगै 8 विकेट गुमाई 82 रन जोडेको छ टिमले। कहाँ दिने नहीं होगा बस हम बेड लग एकदम दिनेलाई मान्छे हैन खानेलाई मान्छे हैन हामीलाई दिया कसो गरे खनी किला बनाएको गल्ती कहाँ गरे आज राम्रो बलिङ लङअफको क्षेत्रतिर फेरि पनि बचाएका छन्। 2 रन खेलेका छन् दिलपेश्वरका खेलाडीले र एकदमै राम्रो फिल्डिङ। यो अन्तर्राष्ट्रिय भन्नु मात्र हो नै मजा नहीं त्यो क्याच गर्ने मान्छे गरिहाल्नु रहेछ जहाँ पनि भगवान उसै क्रिकेट देख्दै आउने वाउ वाइड राम्रो पेस थियो तर वाइड हुन पुग्यो। वाइड एयर कर पनि र ओहो क्याच इट्स अ क्याच क्याच गरेका छन् शङ्कर बोरा उत्कृष्ट फिल्डर हुनुहुन्छ। राम्रो एकदमै हाई र क्याच गरेका छन्। क्याच हुन पुगेको छ आउट। सबै विकेट गुमाएर टिम दिलपेश्वर स्पोर्ट क्लबले कति रन बनायो 85 रन जोडी 86 को टार्गेट सेट गरेको छ र यो शिखर बहुद्देश्यको टोलीलाई 86 रनको टार्गेट सेट गरेको छ।
शिखर नगरपालिका नगर कार्यपालिकाको कार्यालय तलकोट डोटीद्वारा आयोजित र शिखर बहुद्देश्य युवा क्लबद्वारा सञ्चालित प्रथम मेयर कप खुल्ला क्रिकेट प्रतियोगिता 2082 मा पाल्नुहुने सम्पूर्ण उपस्थित खेल प्रेमीहरूलाई हार्दिक स्वागत गर्दछौँ।